ल भिडियो गाइस दिस इज दिनेश गुरुङ आजको चाहिँ मेरो भ्लग चाहिँ हाम्रो उपलो चिप्लामा म्याड अनि हन्टिङको बारेमा हुन्छ सकेसम्म चाहिँ मैले सुरुदेखि नै देखाउने ट्राई गरिरहेको छु तर बिचबिचमा चाहिँ अलिक स्किप पनि हुनसक्छ किन भन्दा अलिकति गाह्रो नै छ नि त त्यो अनि हन्टिङ भनेको सो आजको मेरो भ्लगमा चाहिँ जस्तो यताउता हाम्रो गाउँले सबै दाजुभाइ हाम्रो काका काकी सबै गाउँलेहरू चाहिँ आएर चाहिँ यो अनि हन्टिङको प्रोसेसमा छौँ यो सबै कुराहरू चाहिँ म सकेसम्म मेरो भ्लगमा देखाउन ट्राई गर्छु है त धन्यवाद ओके गाइज म चाहिँ रेडी भइसकेँ अब चाहिँ म भिरमौरी हन्टिङको लागि जाँदैछु कहाँ भइहाल्छ यी खस्दैन के कहाँको अब चाहिँ हामी भिरमौरी हन्टिङको लागि चाहिँ कति 4-5 घन्टा हिँड्नुपर्छ होला है ओह च्याम्चे छरका माथि चाहिँ हामी जाँदैछौँ हेरौँ बाटोमा के हुन्छ भिरमौरी निकाल्दा कस्तो हुन्छ के हुन्छ सबै म देखाउने ट्राई चाहिँ गर्नेछु ओके सी यु देयर यही हाम्रो काका छ यहाँ सुजन छ हामी रेडी ल गयो हामी त आँसीमा बुबले आँसीमा खुइ पाले नहुँदैन जप हाल्यो लसुन देखेछ ए म चाहिँ यहाँ छ्याङ बनाउँदैछु हाम्रो भिरमौरी हन्टिङमा लानको लागि अहिले फेरि त्यो छ्याङ खाएर नि देखाउँछु नि त हामीले बाटोमा ए यहाँ खतरा भइसक्यो सुन्यौँ सत्य सुन पिरो तोसी भयो पाउन कस्तो अलि बनान तारम च्याउ लिदिनु न पुइबालाई उल्टोको लुमै यार ओ माई गुडनेस हामी चाहिँ रेडी भइसकेको छ बल्ल बल्ल हो फेरि जाम भाइ छ डेन्जर छ यार गाह्रो छ बाटो चाहिँ भन्नुपर्दा अब हेरौँ खैरीहरू पनि छ 12 जना जति हेरौँ के हुँदै जान्छ बाटोमा है त आजको मेरो भ्लग चाहिँ यस्तै आउनेछ नर्मल काइन्ड अफ मकैबारीमा जाँदैछ मकैबारी कर्याम हामी चाहिँ रेडी भएको छ नि तर यहाँ चाहिँ खै काइला बाइला ढाला भइरहेको हाम्रो लागि चाहिँ खानै खाएको छैन Bujum dia laga kalma musa, kaman laga dia sibel laga. Muka berapa hairan dah? Kita saya ya jual ini. लो यहाँ चाहिँ हाम्रो रोपको लागि चाहिँ रेडी हुँदैछ चलो आएछ हैन हेलो गाइजहरु व्हाट्स अप
ओ गाइस हेलो कहाँ हराउनु बे मान्छे सुन्दैन यार कता हो विपद छ तपाईँ बिजी भएर हो नि त बिजी त म त के बिजी आफू बिजी भयो मलाई आज भोलि भेट्नै गाह्रो छ दिनेशलाई ठिक ठिक के नि गाउँमा बसी चुयो यार अकाउन्ट काकाको जब चाहिँ खाइदेला जस्तो छ तपाईँको जब खाइदियो नि त खैरीले एकछिन आएर खान्छ जान्छ लास्टमा कडा अलि कतिवटा हो बुढो कतिवटा हो भारी 4वटा बनाऊ भनेछ त कम गाह्रो छ भिरमौरी खानी त भन्छ होइन यहाँ यी बाफ रे बाफ त्यो भिरमा लगाएर झुन्डाउनु पर्यो अनि 4 जनाले यहाँ स्टेप बाई स्टेप मिलाएर बोक्नुपर्छ अनि अनि यसरी 4 जनाको भारी यस्तो हुन्छ कुखुरा बोक्ने मान्छे चाहिँ यो हो यहाँ कुखुरा पनि चाहिन्छ है अनि त सँगसँगै हिँड्ने त हो नि अनि भिरमा अब तबिबा त्यहाँ मान्छे लडिस्यो है दुपियाँ चाहिँ ल्यायो तिनी उनले ल हामी चाहिँ अब हाम्रो चाहिँ प्लान चेन्ज भएर हाम्रो यहाँ प्लान चेन्ज भएर अब यहीँ नजिकै निकाल्ने भयो के अरे नत्र चाहिँ त्यो बाटोबाट हिँडेर माथिबाट हिँडेर अर्को ठाउँमा जानुपर्ने थियो तर आजको चाहिँ हाम्रो प्लान चेन्ज भएर चाहिँ यहीँ नजिकै हन्टिङ गर्ने कुरा छ यो चाहिँ हाम्रो घरदेखि गाउँदेखि चाहिँ आधी घन्टा पनि लाग्दैन नि एकबुढो आधी घन्टामा आइपुग्छ सो हाम्रो चाहिँ अब आजको हन्टिङ चाहिँ यतै हुन्छ होला हाम्रो सबै गाउँलेहरू हुनुहुन्छ अनि हाम्रो खैराहरू पनि हुनुहुन्छ त्यस्तो न ल यहाँ सबजना छ सबजना देखाइदिनु पऱ्यो के छ भाइ हालखबर ल सबजना यहाँ निकाल्ने तर्कमा रेडी हुँदैछ रेडी पोजिसनमा उहाँहरू चाहिँ हाम्रो हेलो उहाँहरू चाहिँ पुरै ग्याजेटमा पुरै फुल ग्याजेटको साथ आएको छ यार आई डोन्ट नो ओके गाइस यहाँ चाहिँ हाम्रो पूजाको प्रोग्राम भइरहेछ यो म्याडम हन्टिङको चाहिँ यहाँ त पूजाको चाहिँ म देखाउँछु है सो एभ्रिथिङ अबाउट दिस ओके भिरमौरी निकाल्नको लागि चाहिँ म अहिले डोरी बोकेर जाँदैछौँ
नपत्याउनु होला तपाईँहरूले होइन फेरि मेरो पछाडि नि छ केटाहरू 4 जनाले यसरी बोक्नुपर्छ तसदीको चाहिँ बान्द्रा हिरो चियागा छलियो नि सिना ए लिली खसा आखा लिली म तपाईँ यत्र मैवा तल छ अहिले यत्रो कहाँ पनि छोरा माल्नु आउरी मे डेन्जर कार हो यार ओ माई गुडनेस दिशा आयो नि तेरी का oh my goodness ओके फाइनली आइपुग्यो गाइस यो ठाउँमा अब यहाँदेखि अब माथि लगाउनु पर्छ यस्तो भएछ 10 मिनेट हो कि 10 मिनेट 15 मिनेट बोक्दैन यस्तो भयो यार यो चाहिँ हाम्रो भिरमरी निकाल्नको लागि रेडी हुँदैछ सबै अघि बोकेर ल्यायो यो के भन्छ अरे यसलाई चाहिँ हाम्रो गुरुङ भाषामा थ्रो भन्छ के अरे होइन यो चाहिँ निगालाबाट बाटेर बनाएको हुन्छ अब यो चाहिँ माथि तान्छ माथिको टोली एक टोली जान्छ हामी चाहिँ यो तल हो त्यही भएर यहाँ चाहिँ हाम्रो कामहरू चाहिँ धमाधम भइरहेछ हुन्छ फर्स्ट प्रोसेस चाहिँ कामको हो मलाई त जुगा आएछ खुट्टैभरि टोकेर रगतै आउने गरेर अनि खै बिता भी बड़ा क्यों ही हाम्रो यो प्रोसेस हुँदैछ हाम्रो यो म्याट हान्नेको लागि चाहिँ हाम्रो सबै गाउँलेहरू हाम्रो काकाहरू सबै यो खुट्टा राख्ने के भन्छ रे यसलाई प्रब्लम र केलिसी भन्छ के अरे यसलाई चाहिँ गुरुङ भाषामा यसलाई प्रो भन्छ जस बिस्तारै देखाउँदैछौँ हामी बराबर बनाउनु पर्छ सबै भयो सन्च आज
उलो देखियो मिठे देखियो यो चाहिँ हाम्रो स्पट हो है भोलिको लागि भिरमौरीको निकाल्ने चाहिँ भोलिको लागि यो चाहिँ स्पट हो हामी चाहिँ प्रिपेयर्ड हुँदैछौँ कहाँ हुनुहुन्छ छोई फेल हुँदैन त्यहाँ छोई छैली आफै वा ओए गाइजहरू यहाँ छ भिरमौरी जो त्यही माथि छ यार ओ माई गुडनेस खतरा छ भोलि यही निकाल्छौँ हामी है तब टक्क रेडी भएर हेर्नु होला हाम्रो म चाहिँ जम्मा भिरमौरी चाहिँ यति मात्रै छ है गाइज भोलि हुने छ हाम्रो हन्टिङ चाहिँ आज चाहिँ हामी प्रिपेयर मात्रै गरिराखेको है सबै काम चाहिँ भोलि हुनेछ गाइज है त यहाँ माथि यस्तो छ माथि एउटा ग्रुप हामी चाहिँ तलको ग्रुप हो यता तल पनि यस्तो ग्रुप छ ए खोला ओके हाम्रो चाहिँ अब पानी पर्न लागेको है गाइजहरू है हल्का पानी परिरहेछ ब्लकको चाहिँ यता माथि छ हो यत्रो माथिबाट छ यिनीहरू चाहिँ पुरै सिङ्गल हो है गाइज यसो भिरमौरी अनि ल यो केटाहरूलाई चाहिँ यसो कोही सिङ्गल केटीहरू छ भने चट्ट लाएर के हुन्छ अरे आइडी सम्पर्क गरे हुन्छ क्या म दिइहाल्छु यता चाहिँ फेरि अलि अन्डर 16 छ को चाहिँ अन्डर 16 हो है अलिक उसको चाहिँ अलिक बेला भएन तर अलिक केरेसाउने बेला चाहिँ भयो है अलिअलि आउँदैछ यहाँदेखि ठ्याक्क यहाँ माथि चाहिँ हाम्रो भिरमौरी है माथिबाट खोइ के फाल्दैछ सिटी लगाउँदैछ के हो पानी पनि पर्दैछ गाइज के गरौँ गाइज यार गाह्रो छ दुःख कष्ट यहाँबाट कस्तो डेन्जर त्यो उफाल्छ पानीको तानै गर्नुपर्छ कि गाइज म है तिमीहरूलाई यस्तो दामी ठाउँ देखाउँछु एउटा हिडन प्लेस देखाउँछु हाम्रो गाउँको है तपाईँहरू यस्तो दामी हेरेर छक्क पर्नुहुन्छ क्या एउटा दामी झर्ना हन्टिङमा जाँदैछौँ हामी चाहिँ हाम्रो केटाहरू मात्रै आज चाहिँ हल्का हाम्रो कामहरू चाहिँ अलिक ढिलो भइरहेको छ सो हामी चाहिँ हन्टिङमा जाँदैछौँ झरना हन्टिङ जाम गाइस जाम वाउ ल है ल अलिअलि देखियो है त झरना देखियो कस्तो बवाल छ नि त गाइस मन पर्यो होला नि गाइजहरूलाई ओ माई गॉड यो हो नि त आहा ओहो यस्तो दामी छ यार ओके गाइस wow this is beautiful place गाइज यस्तो भइसकेको छ है रेडी भइसकेको छ यो चाहिँ ल्याडर हो है के भयो हजुर अहिले नै जोस् मैले गरेको एक्टिभिटी चाहिँ गोप्रोमा आउने भयो हजुर
GoPro. Yes, this is my video. Sure. You work with the GoPro? You work with the GoPro? Sure. Just click On and off, then no, every... you don't need to on and off. Just here. One click, Okay, you start rolling. okay. Okay, done. He doesn't need Done. he needs to stop also. Yeah, but when you want to stop. Okay. Yeah. But just one click on the... Okay, sure. Okay guys, अब चाहिँ हामी तिर्खा लाग्यो. This is our local के रे जुस. ल cheers guys, खानु परेन? ल खाइदिम. राइस बियर. लोकल बियर के बियर हो, खाइदिनु पर्यो. अब बुढाहरूलाई साह्रै भोक लाग्यो होला यार, खास भन्नुपर्दा बिहान भात खाइदिए के त. Local beer nahi. This is rice beer. Rice beer. Local beer Nice. यो अलि not good. यो चाहिँ हाम्रो यो तान्ने प्रोसेसिङमा छ. तान्यो यता चाहिँ हामी तै आयो. अड्क्यो गाइज. तान्यो किन? Itu ngana ini lagi itu ini. Mari awak lihat macam mana. Mai kim yo bom kim yo program ra ini ngal video duta kim. Ke jirat छ नि? ओके हो. एकछिन है. क्लिभिन वा. क्लिभिन रे. Itu क्लिभिन रे इसले. म पनि छु फेरि यहाँ फेरि काम गरे छैन भनेर भन्ने हैन फेरि मैले जस्तो काम यहाँ कसैले गरेको छैन मेरो खतरा ड्युटी हो भन्नु न यहाँ यत्रो काम लगाइदिएछ यार मेरो भागो भए पो हुनु अर्काको गोप्रो गाह्रो छ नि माथिको मान्छेहरु चाहिँ अलि देखिया छैन कता के करीमा छ्यास छ मौरी त यही छ त अनि यही डेन्जर यही हो ओ माइ गएर माथिको मान्छेहरु चाहिँ यहाँ छ Sí, bueno.
तान केटा तान माथिको बाटो चाहिँ तान्दैछ माथिको ग्रुपले भिरमरी चाहिँ यही हो माथि यस्तो तलको गाई जस्तो भइरहेछ पारी इसारा गर्ने गाई चाहिँ यहाँ पारी छ गाह्रो छ भिरमरी निकाल्न गाह्रो छ हो गाई ओइ छ कहीँ भएर ल Toda cuma asing ba. हाम्रो सर के भन्नु छ सर भिरमरीको कार्यक्रमहरु सुरुवात हुँदैछ खुसी त छ नि त्यसरी है खुसी छ अब मौरीसँग हामी चुम्मा चाटी गर्नुपर्छ है अब मुहा चाड्नु पर्यो कहाँ छ त खोइ त मह यसै Yari antara na. Ay aja mulai aku nanti. Khatra. Buda khatra. Chobin lah ini tu buda tu. Garu tu guys, गाउँले जीवन गाउँले जीवन हैन त बुढो अर्गानिक कहिले हिमालमा कहिले पहाडमा पाउँदैन चाहिँ ल तानेछ केटाहरूले तान्यो माथि छ मान्छे चाहिँ अड्क्यो हाँ आयो माथि छ केटाहरू Pablo थोड़े फस भी तो तुझी ताज ले खास हामी चाहिँ आज यताबाट जाने प्लानमा थियो यो चाहिँ सबै सिस्नु हो तपाईहरुलाई सिस्नु मन पर्छ भने सिस्नु खाना आउँदा नि हुन्छ चट्ट लाएर सिस्नु चाहिँ सबै बगे जाने छ
फुलै फुलको बगैँचामा मेरी मायालुलाई। हेलो गाइज, व्हाट्स अप, वेलकम टु माई भ्लग। के छ त नि बोस यार? के हुने यार, हाम्रो खैराहरूको बोस चाहिँ उहाँ है। चारबाट धुवा निस्किया थाहा होइन किन, के भयो त्यस्तो? हेरेर त दौडिँदा नि हेरी यो चाहिँ हाम्रो खैरीहरू हो है, सबैजना हुनुहुन्छ। यो चाहिँ उहाँहरू बस्ने सेल्टर पुरै रेडी भइसक्यो रहेछ सबै। दिस इज अब बस्नको लागि टेन्ट पनि रेडी भइसक्यो रहेछ सबैजना है। सबै सेटअप फुल्ली सेटअप भइसक्यो रहेछ। खनङ्ग सिस्या यो चाहिँ हाम्रो ठाउँ। ओके गाइस, यो चाहिँ उहाँहरूको बस्ने ठाउँ दामी छ। यो ठाउँ चाहिँ अलिकति डर चाहिँ छ के अरे, माथिबाट ढुङ्गा आउने सम्भावना चाहिँ हुन्छ। खैरेहरूको चाहिँ आज यता नै बस्ने प्लान रहेछ। यता चाहिँ सबै टेन्ट सेटअप गर्दै रहेछ के अरे है, सेटअप हुन्छ होला टेन्ट सेटअप। अनि सबै उहाँहरूको चाहिँ आज यता बास चाहिँ यता रहेछ चट्ट लाएर। ठिक छ, उहाँहरूको किचन किचन त होइन, यो त गोठ पो हो त है। यो चाहिँ हाम्रो बाथेको गोठहरूले मेरो भ्लगमा देखाउने हो नि त। के यहाँ चाहिँ हाम्रो मासु पाक्दैछ, हाम्रो कुक बोय। के हो मासु त यार घिनलाग्दो बनायो, के हो? अलिक मिठो बनाउनु पर्छ नि, चट्ट खै चलाएर देखाउनु त। अलिक पिरो नुनिलो दामी बनाउनु पर्छ है। त्यो कुखुराको खुट्टा चाहिँ मलाई है दुइटै त्यहाँ मलाई दिएन भने फेरि अलिक बर्बाद पार्दुङ्गा। त्यो चाहिँ गोठ हो सबै खास भन्नुपर्दा। यो चाहिँ खैरेहरूको खानेकुरा। भने आऊ माई गुडनेस टेरीको स्प्यागेटी रहेछ। आम्मामा थेटेरीको उहाँहरूको खानेकुरा। सिरेले के हो यार सोड्दैछ त, हामीलाई पनि पाऊँ न, हामी पनि खाइदिउँ। ओ माई गुडनेस स्प्यागेटी, थ्याङ्क यू। खाइदिउँ न त है सर। दामी। ओके गाइज, यो चाहिँ हाम्रो मोडर्न गोठ है। जेनेरेटर पनि छ, अनि देन सिसाको ग्लास। यो हाम्रो ब्रदर छ, पुरै सब थोक छ क्या। यो 5 स्टार गोठ हो क्या हाम्रो चाहिँ। यो खासो भन्नुपर्छ। ओ माई गड, लुक मासुको पनि पुरै व्यवस्था छ यार। ओहो हो, ल म खानेकुराहरू देखाउँछु है सबै। लुक आलु, टमाटर, पुरै प्याज, केचप, ओहो ल चिजदेखि लिएर सब छ। यो चाहिँ हाम्रो एकदम मोडर्न गोठ। दुईटा केरा। आमाहरू के खाने रे? कहाँ छ गोठमा कहाँ केरा पाउँछ? हे तेरेका गोरामाहरूको केरा खाने भन्छ। ला म छैन क्याम पुइमाल्नु न। यो चाहिँ हाम्रो मोडर्न गोठ हो कि खासमा भन्नुपर्दा। बवाल चाहिँ टोइलेट पेपर त कति हो कति यार। केरा, आँटा, टोइलेट पेपर के हो यार। ओ माई गॉड, स्याउ। यो चाहिँ स्याउ रहेछ कि है। स्याउ एउटा चोर, ए अनार चोरिदिन्छु है म। चोरिदिउँ भाइ, ल म भ्लगमै है चोरिदिन्छु है। हेर मैले मसँग चोरिदिएँ है मैले है। मैले एउटा चोरेँ ल गाइज, थ्याङ्क यू, नो प्रब्लम। मैले चोरिदिएँ ल गाइज, मैले चोरेँ। अनार एउटा चोरेर भाग्नु पऱ्यो है। खैरीले मार्छ होला यार हामीलाई। तिमीले खाने हो कि है? नखाऊ है, लास्टै डर लाग्दो है। यत्रो यत्रो आँखा हेरेछ यार। यही खाने हो क्या है। ल गाइज, हामी चाहिँ हाम्रो गोठको लागि चाहिँ अब हामी बिदा हुन्छौँ। खैरीहरूले चाहिँ साह्रै गाली गर्ला जस्तो छ। ऊ चोर आमाहरू केरा खाने भन्छ। ल अब जङ्गलमा अब मासु पकाएपछि अब केमा राखेर खाने रहेछ कुनै थाहा नै छैन।
लो यारे याब्लाङ आल्याङ कहाँ यता देखियो हो बाटो त कहाँ जङ्गल जङ्गल हिँडेको भने फेरि यिनीहरू र जा मैले एउटा अनार सोरेर ल्याएको छ खानी बाई बाई गाइस सी यू टुमोरो मुत्तार बाहालम पोएगा आप ओके गाइस हामी चाहिँ अहिले डाँडामा आइपुगिसकेका छौँ अब यहाँ चाहिँ हाम्रो खाजाको खानपिनको चाहिँ हल्का व्यवस्था हुन्छ पात रेडी भइसक्यो चट्टा लाएर यहाँ हालेर खाने अब हाम्रो पात कहाँ लगे अब मिठो खाजा खाएर भोलि आइन्छ फेरि यहीँ भिआइपी सिट हो ठिक 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 जिम्रो बच्छु ल ल ठिक छ ठिक छ ठिक छ ठिक छ खाने नि त ल गाइस हामी चाहिँ यहाँ खाजाको व्यवस्था हुँदैछ ओहो हो कस्तो दामी हो खोइ भुजा बुझै छैन ल खाम गाइस